सरकारले जति काम अहिलेसम्म कसैले पनि गरेको थिएन। यो सरकारले सबैभन्दा राम्रो काम गरेको छ। यो सरकारले सधैँभरि काम गर्छ। यो सरकारका कुनै पनि मन्त्रीले कहिले पनि अनियमितता गर्दैनन्। यो सरकार भनेको दुधले धोएको सरकार हो। यो सरकारका मन्त्रीहरू भनेको सुनले बनेका सरकार हुन्, मन्त्री हुन्। ओके, बोल्दै भयो तपाईँलाई चित्त बुझ्यो? तपाईले माथि चाहिँ यसरी गालीको वर्षा किन हुन्छ कि तपाईलाई चाहिँ यो गाली तपाईलाई नै गाली गर्नुपर्ने कारण के छन्? तपाईँ जस्तो पत्रकारले निर्माण गरेको चेतनामा म जस्तो मान्छेले गाली खाने नै हो। बुझ्नु भएन? सुन्नु न ल, तपाईको व्यवहारले हो नि, तपाईको कामले हो नि। मेरो कामले हैन, व्यवहारले हैन। एउटा सामान्य मान्छेले गाली कसले गर्छ? मेरो सिम्पल कुरा तपाईलाई बताइदिन्छु। तपाईहरू जस्तो मान्छेले त सुसूचित गराउने हो क्या, कुसूचित गराउने हैन नि त। पत्रकारिताको धर्म भने सुसूचित गराउने हो। एकदमै सुसूचित। बुझ्नु भएन? अब तपाईँलाई बालेन्द्र शाह नीति तथा कार्यक्रमको जवाफ दिन संसदमा उपस्थित हुनु भएन। तपाईँ यस्तो कुरालाई डिफेन्ड कहाँ गर्नुहुन्छ भने त्यहाँ लेखिएको छ आउन नसकेको अवस्थामा अर्कोमा नसकेको अवस्था भने के? नसकेको भनेको नचाहेको भने होइन नि त, आउन नसकेको अवस्थामा। नचाहेको भनेर तपाईँले कसरी भन्न सक्नुहुन्छ त नि? अनि तपाईँले चाहिँ नसकेको नचाहेको होइन भनेर चाहिँ कसरी भन्न सक्नुहुन्छ? पठाउनु भयो नि त, पठाउनु भएपछि प्रतिनिधि पठाइसकेपछि भन्नु पर्यो नि त। तपाईँ जस्तो मान्छेहरूको हातमा बुम भएपछि नि पटक पटक यो देश जल्छ। जलाउने तपाईँहरू जस्तो मान्छे हो फेरि। बाँदरको हातमा तपाईको मिडियामाथि ठुलो आरोप लगाउनु भयो। यस्तो जे भयो मिडियामाथि होइन, तपाईँहरू जस्तो झोले पत्रकार हुँदासम्म चाहिँ यो समस्या। तपाईँहरू जस्तो झोले कार्यकर्ता हुँदाखेरि चाहिँ यो देश जल्छ क्या, बुझ्नुभयो? अब पख्नुहोस्।